नक्कली माया र असली मायामा के अन्तर हुन्छ? सुन्नुहोस् ल साथीहरू। जहाँनिर नक्कली माया हुन्छ नि, त्यहाँनिर यो तीनवटा चिज हुँदैन र जहाँनिर असली माया हुन्छ त्यहाँनिर फेरि यो तीनवटा चिज हुन्छ नै हुन्छ। याद राख्नुहोस्। यदि तपाईँहरू बुढाबुढी हुनुहुन्छ या फेरि रिलेसनसिपमा बस्नु भएको छ भने तपाईँहरूको बीचको सम्बन्धमा यो तीनवटा चिज छ भने चाहिँ त्यो असली हो र छैन भने चाहिँ त्यो नक्कली हो। सुन्नुहोस् है त। नम्बर 1, जहाँनिर नक्कली माया हुन्छ नि त्यहाँनिर नि साथीहरू रोकटोक बिल्कुल हुँदैन। तिमी जहाँ पनि जाऊ, जे पनि गरौ, उसलाई फरकै पर्दैन। र जहाँनिर असली माया हुन्छ त्यहाँनिर धेरै रोकटोक हुन्छ, किनकि उसलाई फरक पर्छ तिम्रो राम्रो र नराम्रोबाट। र यो कुरा सिर्फ असली मायामा हुन्छ, नक्कलीमा हुँदैन। नम्बर 2 साथीहरू, नक्कली मायामा शक हुँदैन, किनकि गुमाउने डरै हुँदैन। र जहाँनिर असली माया हुन्छ नि त्यहाँनिर शक हुन्छ नै हुन्छ। शक नै हो साथीहरू गुमाउने डर, र डर नै हो शक। त्यो सिर्फ अनि सिर्फ असली मायामा हुन्छ, नक्कलीमा हुँदैन। नम्बर 3 साथीहरू, नक्कली मायामा क्यारिङ हुँदैन साथीहरू, किनकि तपाईँसँग मायै छैन त क्यारिङ कहाँबाट गर्छ। र असली मायामा धेरै क्यारिङ हुन्छ, किनकि तिमीलाई उसले मनबाट माया गर्छ, त्यसैले तिम्रो क्यारिङ गर्छ। र यो कुरा सिर्फ अनि सिर्फ असली मायामा हुन्छ, नक्कलीमा हुँदैन। यदि तपाईँहरूको बीचमा नि यो तीनवटा चिज छ भने 100% त्यो असली माया हो, र छैन भने त्यो पनि 100% हो नक्कली माया। बुझ्नुहोस्।